हेलो गाइज, हामीहरू चाहिँ स्नो परेपछि आज 8-9 डिग्री यस्तै छ। न्यानो फिल भएको छ अनि बाहिर निस्केको आमा छोरी भएर। है छोरी, अनि तिमी आज धेरै बाहिर निस्किँदा कस्तो लागिरहेछ? रमाइलो हो? हो भन न, हो भनिदेऊ। हो, उताबाट फर्क्यौँ भनेको सानीले नमानेर हामी चाहिँ यता फर्किन लाग्यो। चराचुरुङ्गीहरू पनि उडिरहेछन् खुसी भएर। साइडमा यस्तो स्नो जम्मा भइरहेछ अनि पानी भनेर बगिरहेछ। मैले एकछिनपछि त्यो पानी पनि देखाउँछु ल। यहाँ चाहिँ यो थुप्रो यस्तो छ, साइडमा यस्तो सेताम्ने हिउँको थुप्रो। हामी चाहिँ यहीँबाट फर्किँदैछौँ। छोरीले के भन्छ नि, सानो अब हामी घर जाऊँ ल। उता त जानुहुन्न नि, फेरि धेरै कार आउँछन्। यही हिउँ पग्लेर पानी मूल फुटे चाहिँ सरर बगिरहेछ। ल अब हामी यहाँबाट फर्किन लाग्यो ल। ओके ओके छोरी, मान्छे सूर्य लगभग अस्ताउनु त अझै अस्ताउने बेला त भएको छैन। यता अहिले जानु भनेको उता 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 धेरै कारहरू आउँछ होइन। चरीले हेर न, अगाडि चरीले के खाइरहेको छ देख्यो? हामी भेट्न जाने ल। हस् ती सानी र म चाहिँ यस्तरी वाकिङमा